अहिले फलिरहेछ खोर्सानी सबै सबै यहाँ खाइदिएर यस्तो के को गर्दैन साह्रै यो दुख आज गोरेको यहाँनिर खोर्सानीहरू यहाँ हेर्नु न यहाँ। हेलो गाइस कुजङपो नमस्ते। अनि आजभोलि चाहिँ ब्लग पनि बनाउन सकेको छैन किनभने म अलिक बिमारी छु। अन्त आज चाहिँ यो भिडियो बनाएको कारण चाहिँ एउटा इन्सिडेन्ट भएको थियो। अन्त अहिले म भित्र बसिरहेको थिएँ। अन्त बुढीले कराएर बोलाएको गर्यो। भरै त लाइक लास्ट टाइम मैले यहाँ गाई बाँध्दाखेरि उसको खोर्सानी यहाँ अहिले फलिरहेछ खोर्सानी सबै राम्रोसँग भएको झ्याङहरू सबै यहाँ खाइदिएर यस्तो खोर्सानी भएको उयोहरू पुरा खाइदिएछ हिजोअस्ति गाईले। यहाँ मैले बाँध्दै ऊ अहिले रिसाएर उत्पात बनाइरहेछ। के भयो अरे तिमीलाई? होइन नि त हिजोअस्ति अब खुस्किन्छ नि त बाँध्दाखेरि। यहाँ हेर त फलिसकेको खोर्सानीहरू यसरी खाइदिन्छ। किन गाई फुस्काएको राम्रोसँगले हेर्दैन? साह्रो छ गाई साह्रो छ। सरी नि त सरी। म त साँच्चै भनेको के को गर्दैन साह्रै यो दुःखले देमाले मलाई देमाहरूले मलाई यो बिउ दिएको। सरी सरी अब चाहिँ सोचेर भन्छु। यस्तो छ है लु गल्ती गरिसकेर मैले चाहिँ लुकाउनु खोजेको आज कहाँबाट चाहिँ थाहा भयो। के आज गोरेको यहाँनिर खोर्सानीहरू यहाँ हेर्नु न यहाँ यहाँ यस्तो यहाँ त्यहाँनिर हेर्नु फलिसकेको खोर्सानीहरू पनि सबै खाइदिएछ। मैले दुःख गरेर रोपेको खोर्सानीहरू। अन्त मलाई खास गरी यो पर देमाहरूले बिउ दिएको थियो। म पनि त्यति साह्रो यस्तै रोप्ने यस्तो गाउँको काम आउँदैन हो। तर पनि अब सिकेको मैले मेरो लागि चाहिँ पर देमाहरूले दिनुभएको थियो बिउ रोपेको। यस्तो भएछ हौ। यस्तो रिस उठ्यो नि अघि गोड्नु आएको त सबै खाइदिएछ। फेरि चुप लागि भन्नु पनि भन्दैन रहेछ। अस्ति खाएको रहेछ गाई फुस्केर। तर यी देमाहरूले मलाई दिनुभएको प्याज यत्रो भएछ। तिमी रिस नउठाउला बेसी बुझ्यो? लुङतेन जम्छो रिस उठ्दो। कति मजाको खोर्सानीहरू थियो अब यति सबै खाइदिएछ। म त रुनु न हाँस्नु भएको नि अघि। गाइस यति हो आजको। अब यस्तो इन्सिडेन्ट भएछ भनेर तपाईँहरूलाई देखाएको। सो यहाँसम्म हेरिराख्नु भएको छ भने चाहिँ लाइक गर्नु, सब्सक्राइब गर्नु अनि सेयर गर्नु। बाई बाई।